हम यो जेटमा उड्नु लागेको जसको एक पर फ्लाइटको 5 लाख रुपियाँ हो। सरी डलर, त्यो मात्रै नभई 25,000 को डलर वाला फ्लाइटमा पनि जाने अनि 10,000 को फर्स्ट क्लास सिट वाला प्लेनमा पनि जाने अनि ब्लिम्पमा पनि जाने। त्यो मात्रै नभई हामी के मोज गर्ने आज तपाईँ यो सब भिडियोमा देख्नु पाउनुहुन्छ। हाम्रो इन्जोयमेन्ट हेर्नुभन्दा अगाडि सबै सुरुमा हामी $1 बाट स्टार्ट गर्नुपर्छ। यसको हालत खराब छ। यो हो $1। ओहो कस्तो नर्भस भए। तिमी नर्भस हुनु पर्दैन बच्चा, मैले यो 1000 चोटी गरिसकेको हो। मैले पनि 6 टाइम गरेको हो बाजे। यसको अवस्था धानमा ठेसर लागेको जस्तो छ त। ओके गाइस, दुनियाको सबसे सस्तो प्लेनमा उड्नु आँटेको छौँ हामी अब एकदम एक्साइटेड। ओ माय गॉड, ओ माय गॉड, ओ माय गॉड, कति भास गएको। नडरा न यार। बाफ्रे होइन लडिन्छ कि क्या हो, म त सेरो लागेन बाफ्रे, डर लाग्यो। झन्डै कामरामा ठोक्यो, बाल बच्यो यार। ए तिमीले सिट बेल्ट लगाएको छौ नि। लागेको छु, कस्तो बुद्धु सम्झेको यार। मलाई जसरी भए पनि बचा भयो, मलाई बोल्नु मन छैन फेरि। सब्स्क्राइब गर्छन्। अब हावामा उडिरहेछ। देखिरहेछौँ त अब हामीले। यति भिडियो क्लिपले पुग्छ होला यार मेरो भिडियोको लागि। अब ल्यान्ड गर्दा हुन्छ। नाइ ए यार के जिस्किरहेको ल्यान्ड जिमीलाई सेफ झारे पाइलट त्यसले मलाई पकाइदिन्छ। यति म देखेर तपाईको टालुमा आलु फुल्यो भने यो च्यानललाई सब्स्क्राइब गरेर बेल नोटिफिकेसन अलमा सेट गर्नु, किनकि अझै धेरै खतरा भिडियो आउँछ। कति साह्रो बोलेको मेरो टाउको दिनान ताल आउँदैछ गाइस। 20 तारिख बाफ्रे बाप। अब ल्यान्ड भयो गाइस। यस बाच्यो धन्न। कस्तो मजा आयो बाफ्रे। $1 मा त जसो तसो भए पनि बाच्यो। अब $1000 को पालो। केटाहरु मैले यो सब किनेको छु। तिमीहरु जहाँ गएर पनि बस्दा हुन्छ, जुनै सिटमा पनि हक्दा पनि हुन्छ। जिमी हेर, मैले मिस लोसन पाएँ। तिमीलाई चाहियो यो? के हो यो मुला? ए छोड्देऊ, अब खानेकुरा पर्किन्छु, मलाई बर भोक लागिसक्यो। केटाहरुले पोन हेर्छ कि भनेर डर लाग्यो, केही छैन। खानेकुरा त दामी रहेछ यताको, मलाई बहुत दामी लाग्यो। बाथरुमको सामानहरु अनि पजामाहरु फ्रीमा दिँदैछ। यसलाई घर लानु मिल्छ। बोइज लामो फ्लाइट हो त्यसैले रिक्लाइन। कस्तो लाग्यो त हो गाइस? त्यो हुन्छ नि मोर्दाखेरि मान्छे सुत्छ नि, हो त्यस्तै देखिरहेछ। मजा आयो भने चुप लागि सुत्न यार। गाइस $1000 को टिकटमा बेस्ट चीज भनौँ के छ? नोननले पादे भने पनि कतै जान्छ। यो क्लास चाहिँ मलाई पटक्कै मन परेन गाइस, यसले गर्दा हामी बोल्नै पाएको छैन। त्यो रिजनले गर्दा त म तिमीसँग बोलेको छुइनँ नि। यो भिडियोको एउटा चाहिँ प्रब्लम हो, यो भिडियोमा प्राइभेसी छैन क्या। अनि त यार भिडियो गर्दा मान्छेहरु आइदिन्छ। एनीवे गाइस, अब केही प्रब्लम छैन किनकि यसको 10 गुणा ज्यादामा जान आँटेको छौँ। अब हामी दामी 10,000 को फ्लाइटमा छौँ हामी। कस्तो राम्रो जग्गा, कस्तो मजा। बाफ रे, खुट्टा राख्ने जग्गा पनि एकदम दामी छ रे। ओके, 10,000 को फ्लाइटमा के मिल्छ? फर्स्टमा छ ट्याब्लेट हाम्रो, एउटा धेरै ठुलो बिग स्क्रिन टिभी, मेरो आफ्नै ड्रिङ्क बारमा केही खान्न, अनि चकलेट फर यु। यो त मेरो चकलेट होइन यार, मलाई रिफन्ड चाहियो। हामी वाइफाई पनि कनेक्ट गर्न सक्दा रहेछौँ त। कस्तोहरु हौ, सिटको लागि $10,000 दिँदा पनि अझै $20 ज्यादा तिर्नु पर्ने अरे वाइफाईको लागि पनि। सो गाइस, हामी टेक अफ गर्न आँटेको अनि यहाँ हेर्नुस्, हामी टेक अफ गरेको भिडियो पनि रेकर्ड गर्न पाउँछौँ यार। अब यो 16 घण्टाको फ्लाइटमा के गरौँ त? बाथरुम जानु पर्छ। एनीवे मैले यहाँ ब्लिङ्क हानेर आइसकेँ अनि यहाँ हेर्न सक्नुहुन्छ। ओहो कस्तो राम्रो होइन, यस्तो त थिएन यार नेपालमा, तर पनि केही छैन। क्या लाइफ छ यार मेरो, उता हेर्नु नि। ओहो क्या दामी भ्यू छ हक्दाखेरि त झन् के भन्नु। ओके गाइस, अब केही फुड अर्डर हान्नु पर्यो। यो माछाको अन्डा एकदम मिठो हुन्छ भन्छ। यति मात्रै नभए यहाँ हाम्रो होटल म्यानेजमेन्टमा टप स्कोर हान्ने मेरो भाइ चालको भाइ। अनि के छ खानेकुरा? केक मात्रै छ दाइ। केक मात्रै छ? ल्याइदिनु 3 प्लेट। जिमी दुख्दैन हौ, सपना होइन रहेछ। सो यो हाम्रो $10,000 को प्लेनको मजा। क्यामेरा तलदेखि माथि गर त। सो गाइज, अब हामी आइसकेको छौँ $25,000 को प्लेन टिकटमा। फेरि यसमा छत पनि छ क्या। ड्याम एकदम क्रेजी लाग्दैछ यार। हामी मान्छेहरुको माथि बस्न आएको छौँ। भगवान, यो तपाईको रुम हैन हौ, लुटो क्या हो? $25,000 मा सिर्फ 2टा रुम मात्रै दियो त यार। यो त दामी छ हौ, मैले यस्तो कहिले देखेको थिइनँ। बाफ्रे बाफ, 2टा कोठा मात्रै भनेर भनेको त कत्रो ठुलो कोठा रहेछ। हो यार, मजा नि हेर्न, जम्पिङ ज्याक्स हान्दैछु यार। मैले त कहिले प्लेनमा जम्पिङ ज्याक्स हानेको थिइनँ। गाइस, 2टा मात्रै चेयर छ अनि यति धेरै टिभी। बाफ्रे, एउटै कोठामा कति धेरै टिभी छ कि अघिनेको सब एरोप्लेनको टिभी मिलाएर पनि पुग्दैन, यति धेरै टिभी छ। एउटा पर्सनल फ्लाइट अटेन्डेन्सले हामीलाई खानेकुरा ल्याइदिनुहुन्छ अनि एकदम मिठो ल्याइदिन्छ भनेको त खालि यही माछा ल्याइदिन्छ। यही माछा जहाँ पनि। जेमे ब्रो, मलाई के भन्नुपर्ने थियो तिमीलाई? यहाँको टोयलेट एकदम बकवास छ यार। सावर गर्ने जग्गा पनि छैन, ऐना पनि छैन, केही पनि छैन। आई मिन झ्याल छैन। यहाँ भन्दा त राम्रो नि अघि नै त्यो $10,000 को थियो यार। के भन्छौ गाइस, $25,000 वर्थ छ कि छैन? यस्तो प्लेनमा चढ्नु भन्दा त 4 बुलेट बाइक किन्छु म चाहिँ कार किन्छु। सो गाइस, अब $25,000 को खादहरू ट्याप। ओके, यो हो खाद। सुत्नु पर्यो। लामो जस्तो खाद छ, फर्किनु पनि मिल्दैन मा। हो यार साथी, सही भन्नु, तर यसको साटो नि अलिकति ठुलो खाद राख्दै भएन भने 3 टाइम्स भन्नु न। हेलो मिस्टर ह्यान्डसम। हेलो उठ्दैन त? ओ क्या दामी निद्रा आएको थियो यार। साथी उठा लामो जस्तो खाद हल्लिनु पनि मिलेन। सो गाइस, यही थियो हाम्रो सबसे महँगो कमर्सियल फ्लाइट। अब हामी जाँदैछौँ प्राइभेट फ्लाइट। लेट्स गो। सो हामी जाँदैछौँ अब $1,00,000 वाला प्लेन। कति ठुलो। सो गाइस, $1,00,000 मा हामीले यो प्लेन किनिसकेको छौँ। यार यो त यार जस्तो छ यार साथी, दामी छ जग्गा त हेर्दा त। ओ यार कस्तो दामी जग्गा छ। वाउ, एउटा चिज भनौँ केटा हो,
यस्तो रुम अझै 4वटा छ यहाँ वडा तिमी वाउ कस्तो म त एउटा मात्रै जग्गा जस्तो लागिरहेको थियो यहाँ त केटा यो रुमलाई चाहिँ के भन्छ जिमी यो रुमलाई चाहिँ लाउन्ज भन्छ यार साथी अनि यो रुममा बसेर तिमीहरू चिप्स खान मिल्छ अनि अल्छी लाग्यो भने टिभी हेर्न मिल्छ होइन भने सुत्दा पनि हुन्छ केटा हो हो र कहाँ छ अरे बापरे खात या यो त सेफ्टी सेम होटल म्यानेजमेन्ट पढेको होटल जस्तो अनि छ सबसे लास्टमा छ हाम्रो आफै बाथरुम देऊ न जिमी कति बोलेको वाउ बाथरुम त दामी छ त वाउ 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 अरे सिट छ यहाँ बस्नुको लागि हो कि ओके भिखारी साथीहरू तिमीहरूले यो भन्दा ठुलो जेट देखेको छौ आउँदै पनि देखेको छु केटा अब के कुरा गर्ने यो हाम्रो प्राइभेट जेट हामी जे बोल्दा पनि हुन्छ यसमा मेरो आइडिया ह्याक भएको थियो यार कस्तो अहिले पनि टेन्सन लाग्यो त्यसको कुरा छोड्दैन हौ पानी पिउनु पर्यो यार अरे के हुन्छ अरे अरे क्या हुन्छ ब्ल्याक टेकअप हुँदैछ होला नि हाम्रो थाहा नै भएन यार ओहो ओइ मेरो क्यामेरा के गर्ने उड्दिम न हामी ब्ल्याक क्लिप हान्नुको लाउँछ ओइ झट्टै लडे ओ माय गॉड कस्तो जग्गामा परे यार बचपनको याद आयो सबैजना बस्नु अहिले लड्ला ल म बसिहालेको गाई के हो अहिलेसम्मको बेस्ट टोइलेट है मेरो लागि चाहिँ यहाँ बसेर तपाईँहरू फ्री फायर पनि खेल्न सक्नुहुन्छ भिडियो पनि हेर्न सक्नुहुन्छ नोलेन साथी छिटो अका त मलाई पनि गुवाइसक्यो ओका साथ ओइ ढोका बन्द गरेको बाहिरदेखि ओइ अब त बाहिर आउन सक्दिनस् नोलेन यो केटाहरू आलुको खाने कुरा सब्जी स्म्याक म्याक ओ, पोटेटोज अनि यो चिकन nice, ललिपप अनि nice. के हो मन थाहा छैन यो सलाद अनि यो चम्चीहरू लिएर Nice, तपाईँहरू nice, अलिकति हातै बाहिर दामी खानेकुरा ल्याइदिनु। मिठो खानेकुरा ओके गाइज मेरो फेभरेट प्लेन हो जस्तो लाग्यो किनकि यहाँ युट्युब छ अरे मेरो भिडियो आएन अब होइन म हेरेर त भइदिन्छु गाइज यो एकदम धनी मान्छेको खातो हेर्नु नि कतिवटा सिरानी हो बाफ्रे यता यता लाएर सुत्नु मिल्छ नाइस के हुन्छ यो गाइस अब म प्लेन उडाउँछु प्राइभेट प्लेनको खासियत यही हो क्या गाइज हामी जे मन लाग्यो त्यही गर्न सक्छौँ होइन को प्लेन उडाउँदैछ हेर्नु सकिन्छ को खाँदैछ को सुत्दैछ को हग्दैछ को मुत्दैछ जे पनि हेर्नु मिल्छ त्यही हो क्या त्यसैले धनी मान्छेहरूले प्राइभेट जेट किन्छ तिमीहरू जस्तो किन्नु सक्दैनौ थाहा छ मलाई त्यसैले मैले तिमीहरूलाई भनिरहेको धनी भन्न अनि त्यसपछि किन हेलो ह्यान्डसम्स हामी छिटै ल्यान्ड गर्न आँटेको छौँ ढोका खोला यार सोधिरहेको छ क्या ओए ओए कसको आवाज दियो भगवान् हाम्रो निकाल न यार जिमी सुन्दैछ मेरो आवाज एक मिनट ओए क्राल तैँले नोनालाई भित्र छुनिस् के गरेको यार धन्न टोइलेटको बास्ना राम्रो हुँदो रहेछ सो गाइस यो हो $3 लाख को प्लेन एकछिन है म ब्लर अहिले हटाउँछु सो गाइस मैले पछाडि के लेखेको छु तिमीहरूले गेस गर्न सक्छौ भने तिमीलाई $15 लाख प्रशान्ति मलाई सब्स्क्राइब गर हो यार तिमीले तै लेखेको हुन सक्छौ त्यो यो फिक्स हरेक चिजमा तै मात्रै लेखेको हुन्छु र कपडा खोलेर हेर पछाडि के लेखेको छु यार मैले ओ माय गॉड जिमी के गरेको यो छ्याले आई लभ कार्स तेरे जिमी तिमी जहिले यस्तै गर्छौ मलाई मात्रै तिम्रो मम्मीले मन पराउँछ यार यस्तो नभन न यार यार मन पराउँछु सो जिमी यो कसरी उचाइला ओइ करे लाग्छ क्या हो बाफे के सो हो गाइज हामी यो बेलुनवाला प्लेनलाई दोरीको मद्दतले तान्नु पनि सकिन्छ सो गाइज तपाईँहरू सुतेर मोबाइल हेर्नेहरूलाई क्वेसन आइरहेछ होला मैले यो 3 लाखमा कसरी अफोर्ड गरेँ सो द एन्सर इज जिप रिक्रुटर यो एउटा प्लेटफर्म हो हायर गर्ने तपाईँहरू भिखारीहरूको लागि सपोज म क्यामेराम्यान जो भए पनि हेरौँ त यहाँ चढेर यो तल झर्छै झर्दैन म धेरै भारी जस्तो छुइनँ नि ब्रो म मोटाइ क्या हो भन्दा अब अघि त्यति धेरै भात खाए जिमी सो तपाईँ भिखारीहरूलाई फेरि सम्झाउँछु जिक रिक्रुटर भनेको नि अग्निको त्यो एपमा जहाँ तपाईँहरू आफ्नो जब ढुँड्नु सक्छौ अब सपोज म मऱ्यो भने तिमीहरूले अर्को जब ढुँड्नु सक्छौ त्यो एपबाट जिमी तिमीलाई मर्नु मन छ होला मलाई त मर्नु मन पाइलट ल टेक अफ हान्दिउँ बाई 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 भरे भर ए भगवान मलाई त डर पो लाग्न थाल्यो जिमीले चाह्यो भने अरू चिजलाई पनि कमेन्ट गर्न सक्थ्यो तर उसले क्राजको मम्मीले कस्तो डर लाग्यो बाफ्रे स्पिड धेरै भयो मलाई त डर लाग्यो अलिकति बिस्तारै गर्नु ओके गाइस अब रेस्टमा मिलौँ हामी सरी गाइज मैले एउटा चिज भन्नु बिर्सेछु हामी यो फिल्मलाई 1.5 लाख मान्छेको माथिबाट उडाउन आँटेको छौँ जहाँ एकदम खतरनाक रेस हुँदैछ वर्ल्डकै बेस्ट सो गाइज हामी यहाँ मर्नुभन्दा अगाडि तपाईँहरूलाई केही चिज भन्नु बाँडेछ जिप रिक्रुटरको बारेमा फेरि सो गाइज मैले जिप रिक्रुटरमा जब पोस्टिङ गरेको थिएँ र अब म एकजना क्यान्डिडेटलाई त्यहाँबाट छानेर त्यसको इन्टरभ्यू लिन्छु ओके हेलो पिते भाइ जिप रिक्रुटरमा तिम्रो एप्लिकेसन देखेको थिएँ मेरो आवाज आउँदैछ कि छैन हेलो 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 मिस्टर बिस तपाईँ म मिस्टर बिस नै हो तर त्यो इम्पोर्टेन्ट छैन अहिले ब्रो तपाईको आवाज अलिअलि कस्तो झिझि मेरो आवाज अड्केर आउँछ किनकि म बलुनमा छु यार सो पिते कहिलेदेखि इन्टरभ्यू हान्दैछौ तिमीले मैले गरेको 10 वर्ष भन्दा पनि बेसी भयो ठिकै छ पिते तिमीले मेरो भिडियो इम्प्रुभ गर्न सक्छौ त्यसो भए पनि थ्रीका एउटा टिम अलिकति राम्रो दिनुहोस् अनि त्यसपछि मलाई अलिकति पैसा दिनुहोस् म गरिदिइहाल्छु नि खर्च ओके पिते तिम्रो कुनै स्याम्पल पठाऊ अनि हामी तिम्रो भिडियो चेक गर्छौँ यसरी नै पिते जस्तो हामी सबको एप्लिकेसन हेर्छौँ सो यो वेबसाइटमा जानु जिप रिक्रुटरमा अनि आफ्नो जब एप्लिकाई गर्नु हामी सबको एप्लिकेसन हेर्छौँ अनि तपाईँहरूलाई रिप्लाई दिन्छौँ सो गाइज अब हामी छौँ डेटुना 500 को माथि यो दुनियाँकै सबसे बिजिएस्ट इभेन्टमा पनि मानिन्छ है तिमी गाइज बरु अरू चिज लेखेको भए तिमीले के कुरा गर्छौ यार दामी छ यो यो एकदम गलत हो हो तिमीहरूले हामीलाई देख्छ के एकदम मजाले देखिरहेछ यहाँबाट त एकदम मजाले ओइ तेरिका तिमीलाई भन्नु छ भने यहाँ सबजनाले तिम्रो मम्मीलाई माया गर्नुहुन्छ सबैजनाले भन्दैछ क्राल्सको मम्मीलाई माया गर्छु भनेर क्राल्सको मम्मी तपाईँले हेर्नुहुँदैछ भने आन्टी तपाईँ एकदम राम्रो मान्छे हो आई लभ यु ए यार तिमी साइको हो कि क्या तिम्रो मम्मीको लागि यार सो गाइज अब पालो हो सबसे एक्सपेन्सिभ प्लेनको हाई
हाई गाइस तपाईहरुलाई स्वागत छ तपाईहरु जुत्ता खोल्नुस् किनकि यो कार्पेटै 20 लाखको हो बाफ रे बाफ हेर न सान बढाएको अरे सो गाइस यो जेटलाई हेर्दा त एकदम ठुलो देख्दैछ मेरो घर भन्दा त यो एकदम ठुलो नै छ हिँड्दा हिँड्दा खुट्टै दुखिसक्यो बाफ रे बाफ यहाँको बेडरुम चाहिँ हेर न अम्म यहाँ पनि बेडरुमै छ बाफ रे अर्को डिजाइनको बेडरुम यहाँ अर्कै डिजाइनको बेडरुम बाफ रे यहाँ पनि अर्कै डिजाइनको बेडरुम यो टोयलेट होला सायद के भेट्यो मेरो बेडरुम यार जिमी वाह मलाई लाग्छ गाइस यहाँको खाताहरूमा धेरै इन्भेस्ट भएको छ हेर्नु नि डिजाइनको खात छ यो पनि रियलै गोल्ड होला सायद अनि सावरहरूको पनि डिजाइन धेरै छ राम्रो राम्रो भित्र के होला टोयलेट छ टोयलेट गाइस यतातिर हेर न यहाँ थ्रेडर पनि रहेछ अनि यहाँ बसेर हामी झन् के गर्नु मोज गर्नु मिल्छ यतातिर लिभिङ रुम पनि रहेछ यो त मेरो घरको सोफा भन्दा पनि ठुलो छ यार बाफे अझै तिमीहरूलाई सरप्राइज छ अझै यो झन् ठुलो छ यो त हाम्रो आदि पनि डुलेको छैनौँ वाउ वाउ यता हेर न के दबी दबी गेट छ यहाँबाट कल गरेर फ्लाइट एटेन्डेन्टसँग बोल्न पनि मिल्छ गेटकै कुरा गर्छ यार हामी यहाँ मोज गर्दैछौँ ब्रो के के हो यो मैले लाइट चालु गरेको मैले यो कोठा कसरी मिस गरेँ यार यो कोठा त दामी छ त मलाई नभनिकन यहाँ बस्ती तिमीहरू तिमीलाई लाग्छ तिमी सबतिर डुल्यौ तिमीलाई थाहा नै छैन यहाँ मसाज पनि छ कस्तो मजा आउँछ ओके गाइस यो छुनु मिल्दैन भन्दै थियो हाम्रो फ्लाइटको मान्छेहरूले तर म छुन्छु नाचो के गरेको सो गाइस तिमीहरू भन्दै हो त हामीले यो प्लेन कसरी अफोर्ड गर्यौँ अफ कोर्स हाम्रो फ्रेन्ड्सले गर्दा सही भन्यो क्रिस तिमीले त्यसैले गर्दा हामीले 5 वटा र्यान्डम सब्स्क्राइबरहरूलाई पनि यो प्लेन यो भन्दा पहिला तिमी कहिले प्लेनमा चढेको छौ छैन सर यो मेरो फर्स्ट फ्लाइट मेरो सब्स्क्राइबर भएर तिमीले फर्स्ट टाइममै राम्रो प्लेन पायौ मैले प्लेनहरुमा एकचोटि कहिले देखेको थिइनँ एक्सक्युज म्याम Yes? यो के हो इट्स नोन एज ग्यास चकलेट के हो ग्यास चक्लेट यसलाई फाल्नुहोस् साँच्चै यो फाल्नु भएछ अबदेखि तपाईँले यो चक्लेटलाई सर्भ गर्नुपर्छ बुझ्नुभयो गुड यो दुनियाँको सबसे हाइएस्ट रेटेड चक्लेट हो है गाइस याद गर्नु यतातिर चाहिँ के छ यतातिर चाहिँ सिक्रेट रुम छ होला सायद यो रुम त क्रुको पो रहेछ है डर लाग्यो कस्तो घुरेर हेरेको तिनीहरू ल केटाकेटी हो फ्लाइट टेक अफ हुन आँटेको छ तिमीहरू अलिकति त्यहाँ उफ्रिने सुफ्रिने होइन चुलाइ बस्ने सिट बेल्ट बाँध्ने सो सर बेसिकली यस्तो प्लेनमा को उड्छ भन्नुहोस् त हामीलाई तिनीहरूको हाम्रो साथीहरूलाई कस्तो सो गाइज अब यस्तो महँगोमा पनि त्यही माछा सर्भ गऱ्यो भने चाहिँ मलाई उपर छुट्छ है गाइज ओके अझै एउटा खासियत पनि छ हामीले आफ्नो कोठामा पनि मगाउनु मिल्छ त्यो चाहिँ उपर सही लाग्यो तिमीलाई चाहियो अलिकति तपाईँहरूलाई थाहा छ हामी कहाँ जान आँटेको सो गाइज तपाईँहरूलाई हामी डिज्नी वर्ल्ड लान आँटेको अनि 2 दिनसम्म तपाईँहरू त्यहाँ जे पनि गर्न सक्नुहुन्छ हामी सब पैसा हामीले दिन्छौँ तपाईँहरूलाई पनि डिज्नी वर्ल्ड जानु छ भने च्यानललाई सब्सक्राइब गरेर बेल नोटिफिकेसन अलमा सेट गर्नु ल आजको लागि यति नै भिडियो थ्याङ्क यू